नमस्कार। हामी सिटिजन एक्सन पार्टीको टोली आज फेरि पनि पेन्सन नट पोजिसनको मुहिम अन्तर्गत हामी नाम्ची जिल्ला आइपुगेका छौँ। अनि नाम्चीको यो स्मार्ट सिटीमा यो नाम्ची स्मार्ट सिटी लिमिटेडमा जुन चाहिँ कार्यरत पदाधिकारीहरू हुनुहुन्छ त्यसमध्ये यहाँका सिइओ चाहिँ 5 वर्षसम्म एक्सटेन्सन लिएर बस्नु भएको रहेछ। अनि त्यसतहत हामी आज यहाँ आएर उहाँलाई भेटेर यो जुन चाहिँ पेन्सन नट पोजिसन अन्तर्गत उहाँले पनि स्टेप डाउन गरिदिनुपर्छ भन्ने हाम्रो निवेदन लिएर आएका थियौँ। तर अभाग्यवश उहाँको यहाँनिर उहाँसित भेटघाट गर्न सकेनौँ। उहाँ आज उपस्थित नहुनु भएकोले गर्दाखेरि हामी नाम्ची स्मार्ट सिटी लिमिटेडका नोडल अफिसरसित भेटेर उहाँलाई नै हामीले खबर छोडिराखेका छौँ। यसरी मेमोरान्डम बनाएर यो मेमोरान्डम हामीले सब्मिट गरेका छौँ। अनि हामी चाहन्छौँ सिक्किमको जति पनि यस्ता तमाम कर्मचारीहरू हुनुहुन्छ हामी हरेकसम्म पुग्नेछौँ। अनि जसले पनि यसरी एक्सटेन्सन लिएर रिएम्प्लोइमेन्ट लिएर जुन चाहिँ राज्यको एडमिनिस्ट्रेसन छ, एडमिनिस्ट्रेसनमा जुन चाहिँ ब्याकलगहरू क्रिएट भइराखेको छ जसले गर्दाखेरि स्मुथ एडमिनिस्ट्रेसन चल्न सकेको छैन, त्यसको विरुद्ध हामीले यो आवाज उठाउँदै हामी आज आएका हौँ। सारा सिक्किमभरि यो एसकेएम सरकारले यति धेरै एक्सटेन्सन र यति धेरै रिएम्प्लोइमेन्ट दिएको रहेछ। उहाँहरूले हिजो गर्दै गरेको बाचा त्यसको ठिक विपरीत काम गरेर हरेक निकायमा, हरेक विभागहरूमा यसरी हरेक अन्य अन्डरटेकिङ्सहरूमा यसरी एक्सटेन्सन गराएर रिएम्प्लोइमेन्ट गराएर व्यक्तिहरू राख्नु भएको छ। जसले गर्दाखेरि हामी आम सिक्किमे जनताका भाइ बहिनीहरूले खालि पाउने भनेको 1 फ्यामिली 1 जब जस्ता अनि अन्य अस्थायी नोकरीहरूमा मात्रै उहाँहरूले आफ्नो नियुक्ति पाउनु भएको छ। अनि आज वर्ल्ड इन्भाइरोमेन्ट डे पनि हो। अनि वर्ल्ड इन्भाइरोमेन्ट डे भएकोले गर्दाखेरि जब सबै जङ्गलको पनि गोडमेल गर्न जरुरी हुन्छ त्यसरी नै अब हरेक एडमिनिस्ट्रेटिभ कार्डर्सको पनि गोडमेल गरिकन जति पनि पुराना बिरुवाहरू छन्, जति पनि पुराना पातहरू छन्, तपाईहरूले आफैले पनि रेस्पोन्सिबिलिटी लिएर अब राज्यको हितमा तपाईहरूले स्टेप डाउन गर्नुपर्छ भन्ने सिटिजन एक्सन पार्टीको यो विनम्रतापूर्वक निवेदन हामीले गर्दै आएका छौँ। त्यसरी नै नाम्ची आज हामी नाम्ची आएका छौँ। हिजो हामी ग्याङटोकमा रहँदै गर्दाखेरि पनि हामीलाई कर्मचारीहरूले नै खबर दिनुभएको हो। हामी हरेक कर्मचारीहरूप्रति धन्यवादी छौँ जसले हामीलाई यसरी खबर दिनुहुँदैछ। अनि अन्य जहाँबाट पनि तपाईँहरूले हामीलाई खबर दिन सक्नुहुन्छ हामीलाई दिनुहोस्। किन भन्दाखेरि तपाईँहरूकै मार्फत हामीले जानकारी पाएअनुसार हामी हरेक अफिसर्सहरूसम्म जानेछौँ, हरेक ती व्यक्तिहरूसम्म जानेछौँ जसले चाहिँ एक्सटेन्सन लिएर बस्नु भएको छ, जो रिएम्प्लोइड भएर बस्नु भएको छ अनि आम युवाहरूको भविष्यलाई जेपरडाइज गर्ने स्थितिमा पुर्याउनु भएको छ। हामीले यहाँ यो अहिले हामी यहाँनिर पेन्सन नट पोजिसनको अन्तर्गत मात्रै आएका छौँ। तर आउँदो दिनहरूमा सिटिजन एक्सन पार्टीलाई यस्तो खबरहरू पनि आइरहेको छ कि पोस्ट इलेक्सन 2024 को इलेक्सन पछाडि कतिजना कर्मचारीहरू अफिस नआइकन 1.5 लाख रुपियाँसम्म तलब खाने स्थितिमा पुगेको छ भनेर हामीले खबर पाएका छौँ। अनि त्यो खबर पाउँदै गर्दाखेरि उहाँहरूमाथि किन कारवाही भइरहेको छैन भन्दाखेरि चाहिँ उहाँहरू मन्त्री चाहिँ उहाँको फुपाजु पर्छ अरे। त्यही भएर चाहिँ यहाँ नाम्चीमा आइटी डिपार्टमेन्टमा चाहिँ त्यस्तो कर्मचारीहरू पनि छ भन्ने हामीले जानकारी पाएको छौँ। तर यो सिटिजन एक्सन पार्टीले जुन चाहिँ पेन्सन नट पोजिसन भनेर मुहिम सुरु गरेको छौँ, यस मुहिम अन्तर्गत हरेक व्यक्ति, हरेक डिपार्टमेन्ट जहाँ पनि यसरी रिएम्प्लोइड अनि एक्सटेन्डेड एम्प्लोइमेन्टमा बस्नुभएको सम्पूर्ण कर्मचारी हुनुहुन्छ हामी हरेकसम्ममा पुग्नेछौँ। यही सन्देश दिँदै हामी तपाईँहरूबाट बिदा लिन चाहन्छौँ। धन्यवाद।